मेरो त बक्सिङ स्किल नै पहिलाभन्दा बेकार भएको रहेछ क्या गाइज। सो हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। अनि के चाहिँ हालखबर, आई होप सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ बिहान 5 बजीतिर उठेर म लागे मर्निङ वाक भन्नाले आफ्नो अब जिउ फिट एन्ड फाइन बनाउनलाई म लागे मर्निङ वाकतिर। केही बेर हिँडिसकेपछि म पार्कभित्र नि पुगेँ। रातिको जस्तो अँधेरा नि भएको थियो क्या गाइज, हेर्नु न यस्तो अँधेरा भएको थियो क्या। सायद मेरो फोनको क्वालिटीले नि गर्दा होला अँधेरा नि भएको थियो, तर लाइटिङले गर्दा मलाई चाहिँ अलि क्लियर देखाएको थियो। अनि केही बेर पुगिसकेपछि स्ट्रेचिङ गरेर म लागे रनिङतिर। रनिङ गर्दा यस्तो क्यामेरा भएको रहेछ क्या, सायद फोन हल्लेर होला। अनि एक राउन्ड पार्कको पुरै चक्कर हानेको त कस्तो स्यास्या भइदिइरहेको, यस्तो चक्कर हाने मैले, कस्तो थाकिदिइरहेको गाइज। अनि मैले पुलअप गर्नतर्फ लागेँ। मैले कति पुलअप गरेँ होला कमेन्ट गर्नु है गाइज तपाईँहरू। अनि मैले केही बेरपछि यो एक्सर्साइज गरेँ। यो एक्सर्साइजको नेम चाहिँ मलाई थाहा भएन, हजुरहरू कमेन्ट गरेर भन्नु होला यसलाई के एक्सर्साइज भनेर भनिन्छ। अनि त्यसपछि मैले सिटअप नि गरेर मैले अरू नि एक्सर्साइज देखाएको थिएँ। मैले भ्लगको क्लिपमा थोरै मात्र देखाएँ। केही बेर मैले एक्सर्साइज गरिसकेपछि आफ्नो बक्सिङ स्किल नि प्र्याक्टिस गर्दै गरेँ। मैले कति दिनपछि प्र्याक्टिस गरेर होला कस्तो स्किल नि बिग्रेको थियो क्या गाइज मेरो। पन्च हान्दा म त कस्तो थाकेको गाइज। अलरेडी एक्सर्साइज नि गरेको थिएँ, अनि त्यही माथि 5-6 मिनट त मैले पन्च हान्यो होला होइन, कस्तो थाकेको गाइज। अनि त्यसपछि मैले एक्सर्साइज गरिसकेपछि म घरतिर नि जान लाएँ। अब 7 नि बजिसकेको थियो। मैले 1 घन्टा जति त मैले एक्सर्साइज गरेँ होला गाइज होइन। बिहान एक्सर्साइज गरिसकेपछि म घर गएर खाना खाएर सुतेको थिएँ र म दिउँसोको 2 बजे उठेको थियो क्या। अनि साथीहरू नि मलाई बोलाउन आएको रहेछ, भोटिङ चाहिँ भइरहेको थियो त्यहाँ। अनि भोटिङ गर्ने ठाउँतिर गएको त अनि यस्तो भिड रहेछ क्या, झन् माथितिर लास्टै भिड थियो क्या। माथितिर रेकर्डिङ गर्न पाएन, मैले यताबाट रेकर्डिङ गरेँ। अनि त्यहाँ चाहिँ लास्टै भिड थियो। अनि त्यसपछि हामी पुष्पलाल पार्क पुग्यौँ। पुष्पलाल पार्क यस्तो दामी ठाउँ थियो क्या गाइज। अनि हामी पुष्पलाल पार्कको माथितिर पुग्यौँ र माथितिर हेर्छु एउटा लाली गुराँसको रुख रहेछ क्या। अनि त्यहाँ आधी भाग जति सबैले टिपेको थियो, हामीले टिप्न खोजेको अनि टिप्न मिल्दैन भन्नुभयो क्या। अनि पुष्पलालबाट यस्तो दामी भ्यू नि देखिन्छ र यस्तो राम्रो ठाउँ छ। बट यहाँको मूर्ति चाहिँ यस्तो भत्केको छ। अस्ति जेन्जी आन्दोलनले गर्दा यो सबै पुष्पलाल बिग्रेको हो क्या। राम्रो ठाउँ थियो यो पनि। अनि केही बेर पछि हामी पुष्पलालतिर नि अलिकति घुम्यौँ, फोटोसोटो खिच्यौँ। अनि हामी घरतिर नि फर्किन लाग्यौँ। आजको भ्लग यहाँ सकिन्छ। थ्याङ्क यू फर वाचिङ।